हेलो गाइस, नमस्कार। तपाईहरुलाई स्वागत छ हाम्रो ब्लगमा। हैन खाना खानी को पहिचान सहित स्मारक हेटौडा भनेर स्मारक भित्र प्रवेश गरिसकेको छौं। किर्जनसँग उडाउने लान पाइन्छ नि के यस्तो खेल ठाउँमा आइसकेको छौँ र यसमा चाहिँ हैन हामीलाई चाहिँ यो डुङ्गा रोटी पिङ अनि त्यो फाइनल्ली हामी स्मारकमा घुमघाम गरे। हामी छिटै आयो है पिकनिक खानलाई हैन खाएर एकछिन रमाइलो गरेर घरतिर लाग्दैछौँ। moments later हेलो गाइस, नमस्कार। तपाईहरुलाई स्वागत छ हाम्रो ब्लगमा। आज चाहिँ हामी हेटौडाको स्मारक जाँदैछौँ परिवार सहित। खाजा खानको लागि हामी नम्रज होटेल मनहरी ज्यामिरेमा अहिले 11:30 भइरहेको छ। हामी मनहरीको ज्यामिरे भन्ने ठाउँमा खाना खानका लागि रोकेका छौँ। साइना के अरे सेदल साइना हामी यहाँ खाना खानलाई होइन हामी लोकल कुखुरा र माछाको खाना। सेजलले नि खाना खायो है आज त। खाना खाएर हिँड्ने होइन खाना खायो नि के खाना खायो कसले लोकल कुखुरा कसले माछा। हामी मिठो खाना खाएर हेटौडातिर लागियो। स्वागत छ आजको यस भिडियोमा। म तपाईहरुलाई मकवानपुर जिल्लाको एकदमै प्रचलित ठाउँ शहीद स्मारक पार्क देखाउन गइरहेको छु। यो देखिरहनु भएको रोड पूर्व पश्चिम राजमार्ग छोडिसकेपछिको शहीद स्मारक पार्क जाने बाटो हो। बाटो साँघुरो भए तापनि चिटिक्क र राम्रो छ। शहीद स्मारक पार्कमा दिनहुँ धेरै नै मान्छेहरू घुम्न आउने गर्दछन् र त्यसको साथसाथै धेरै मान्छेहरू पिकनिक वनभोज खान आउने गर्दछन्। ल हेर्नुहोस् बाटो यतिको राम्रो सफा चिटिक्क र सुन्दर रहेको छ। साथीहरू अहिले हामी शहीद स्मारक पार्क पुगिसकेका छौँ। हेर्नुहोस् यो शहीद स्मारक पार्कको पार्किङ गर्ने स्थान। हेटौडाको पहिचान शहीद स्मारक हेटौडा भनेर यहाँनिर प्रवेशद्वारमा लेखिएको छ र यो मकवानपुर जिल्लामा पर्दछ। हेर्नुहोस् गेट। फाइनल्ली हामी शहीद स्मारक पुग्यौँ। यहाँ टिकट काट्नु पर्दा रहेछ। हामी टिकट काट्न तयारी गर्दैछौँ। टिकट काट्नलाई पार्किङको सहित 500 रुपियाँ। हामी पार्किङको सहित 500 रुपियाँ 500 काट्ने स्मारक आयो है यहाँबाट छिरे। फाइनली हामी स्मारकभित्र प्रवेश गरिसकेको छौँ र यहाँको सुन्दर दृश्य तपाईँहरूलाई हामी देखाउनेछौँ। र हामी चाहिँ होइन आइसकेको छौँ स्मारक आइसकेको छौँ र अब स्मारकमा चाहिँ हामी पहिला सुरु घुमेर जाने कस्तो कुरा आउनु भएको छ र यहाँ पहिला सुरु हामी जनावरहरू हेर्छौँ। त्यसपछि हामी पिकनिक वा यतिकै हामी घुम्ने वा आफैले घरबाट ल्याएको थियो नि त अनि त्यो जानेछौँ होइन। एन्ड सुरुमा चाहिँ हामी जनावर हेरेर इन्टरटेनमेन्ट गरेर ल किर्जनसँग उडाउने काइट
आइसकेको छौँ अनि त्यसपछि चाहिँ उता चाहिँ गाईहरू छ। यस्तो छ आन्टी तल हुनुहुन्छ। भिडियो बनाएर वा फोटो खिचेर हामी अब जाँदैछौँ जू हेर्नको लागि। अनि तपाईँहरू पनि यो भिडियो हेरेर मनोरञ्जन गर्नुहोला र यो भिडियोलाई सकेसम्म सब्सक्राइब लाइक र जानसम्म पुऱ्याइदिनु होला र तपाईँहरूले यस्तै गरी माया गरिदिनु होला। ल अब हामी जू हेर्न जान्छौँ जूमा र यसमा चाहिँ हुलचिल भनेकै हो उल्लु छ हेर्नु उल्लु देख्नु पाउनुहुन्छ उल्लु भइदियो। एन्ड अब चाहिँ हामी बेलायती मुसा हेर्न जाँदैछौँ जुन चाहिँ हामीले पहिला पालेको थियौँ घरमा। क्युट क्युट छ हेर्नुहोस् न इट्स सो ब्युटिफुल। मुसा देख्ने बित्तिकै रिस उठ्ने मान्छेलाई मुसा मन पनि थाल्यो। खरायो हो यो यति राम्रो छ नि। फेरि फोनमा बसाइ भएर अलिक फोर मात्र भयो त्यही हो नभए राम्रो हो। अब गिद्ध कस्तो हो हेरौँ। कस्तो मुखै देखाएन यार। गिद्ध भयो। अब हामी जाँदैछौँ हेर्न लक्का परिवार कस्तो हो यो कस्तो फर्र भएको यस्तो बल छ नि लान पाइन्छ नि। अब अर्कोतिर अब हामी जाँदैछौँ। तपाईँहरूले कमेन्टमा नाम भनिदिनु होला। देख्नु त हामी मेरो चाहिँ नामै थाहा भएन खङ गर्दा यस्तै राख्नु मैले चितुवा होइन त्यो चितुवा भयो सुतिरह। अर्को पनि चितुवा हो यो। अर्कोतिर जाँदैछौँ। यो के हो यस्तो यो के हो दाइ यो के हो यस्तो बाँदर हो कस्तो कालो बाँदर यो बाँदर हो यो कालो बाँदर रहेछ कालो बाँदर। यो के हो मयूर देख्नु होला उता माथिपट्टि छ टाउको देखाएन किनकि यो उसले गरेछ मयूर भयो मुखै देख्न पाएन के त्यही ओ त्यहाँ भएको पोथी मयूर हो। लेट्स सी दिस फोटो ऊ त्यहाँ केटी मयूर हो मैले जुम गरेर देखाएको छु डन्ट माइन्ड। बाँदर अब बाँदर हेर्न जानला यो त अलिक के थियो होला है। बाँदर हेर्नु न त बसिरहेछ पुरा इन्जोय गरेर बसिरह। एउटा मात्र रहेछ बाँदर। अब हामी जाँदैछौँ हेर्न गोहीलाई। मलाई चाहिँ यो गोही नक्कली जस्तो लाग्छ असली जस्तो लाग्छ आई डोन्ट नो अबाउट द्याट। सुतिरह यो के यस्तो
हामी अझ सधैँ सुतेकै हुन्छ बाहिर बसिरहन्छ भित्र चाहिँ कहिले हुँदैन त्यही भएर हामी कस्तो नखुली जस्तो छ यो कछुवा भए हेर्सी म जुम गरिदिन्छु देख्नुभयो कछुवा कस्तो बल लाग्छ होला कछुवा अब हामी जाँदैछौँ अब हाम्रो घुमेर भए अब जरा हेर्नु भयो मैले जरा हेरेर हेरेँ नि त अब जरा हेरेर देखाउँछु तपाईँहरूलाई म मदन बाटिका अरे शहीद मञ्च अब माथितिर लाग्नेछु यतातिरको दृश्य यस्तै छ हेरियो पर्दैन यहाँ के मोबाइलमा पर्दैन भनिसके पर्दैन अब वहाँ छ यहाँ त नि छैन हिँड्न हिँड्नु सुते छैन आदि म मात्रै सुते छैन जान्दिन्छ ऊ खुल्ले अब चाहिँ हामी जरा हेर्न जाँदैछौँ मृग अब हेरौँ हामी यहाँ चाहिँ पुलबाट हेर्ने हो नि त अघि म जानु पाइनँ त्यही भएर तपाईँहरूलाई पनि देखाउनु पाइनँ त्यही भएर मैले फेरि आएको तपाईँहरूलाई राम्रोसँग देखाइदिउँ न अनि स्मारक आउँदा पनि तपाईँहरूलाई सजिलो होस् भनेर कताबाट कता जाने भनेर त्यही हो पुल हो अब यहाँ देखाउँछ खाली छ त्यो दादा हेर्नु न त्यो के हो त्यस्तो अहिले नबोझ त्यसको नाम त आएन नाम कमेन्ट गरिदिनु होला छैन त यार गाई छ यहाँ चाहिँ होइन पहिला हामी आउँदा चाहिँ मृग थियो मृगै होइन ए भित्र पो रहेछ गाई मैले त बाहिर हुनुहुन्छ भित्र भन्दा के अरे सेदाल मृग मृग देखेको छैन अब देखियो गाई मृग देखेको छैन देखेको छैन अहिले पुरै नयाँ चेन भयो सबै मनोरञ्जन पार्क हामी खेल मनोरञ्जन पार्कमा प्रवेश गरिसकेका छौँ र हामी यहाँ खेल्नेछौँ र तपाईँहरूलाई देखाउनेछौँ यसमा चाहिँ होइन हामीलाई चाहिँ यो डुङ्गा रोटी पिङ अनि त्यो के भन्छ निकीको के त्यो उफ्रिनेवाला पाउँछ अनि त्यो ट्र्याम्पोलिङ पाउँछ खेल्न पाउँछ मतलब पाउँछ भने किन्न त कहाँ भनिरा किन्न पाउँछ बट पाउँछ राखेर अरू टिकटको कुराहरू भने मिकी माउस टिकट चाहिँ होइन उ त्यो मिकी माउसको चाहिँ उ त्यसको चाहिँ 50 रुपियाँ भयो कार छ उ त्यो कारको चाहिँ 50 रुपियाँ भयो होइन उ त्यो ट्र्याम्पोलिङको नि 50 रुपियाँ पर्यो यति चाहिँ यहाँ लेखेको छ अरू चाहिँ उता लेखा होला उताबाट चटपट पसल्ने बट नाइ आई डोन्ट वान्ट टु इट अहिले त खानु मन लाग्छ छैन त्यही भएर हो र चाहिँ यो ट्राई गर्नु मन लागेर कस्तो लागिरहेको
भाइहरू मिकी माउस बेलुनमा खेल्दै रमाइलो गरिरहेका छन् र म चाहिँ पिङ खेल्नको लागि टिकट लिनको लागि लाइनमा बस्दैछु। यो खेले बेलामा पुगे छैन है, हामी यो खेले बेला सक्दैन है। फाइनली हामी गेम खेलेर बाहिर निस्किन लाग्दैछौँ। हामी फाइनली शहीद स्मारकबाट के गरे छोरी, हामी फाइनली शहीद स्मारकबाट निस्किएन। के भयो मेरो छोरी? केही भएको छ मेरो छोरी, न्याउरो भएको छ है। छैन कस्तो भयो? धेरै तिमीले पिङ खेलेर होला न्याउरो भयो है तिमी नि। फाइनल्ली हामी स्मारकमा घुमघाम गरेर घरतिर जान लागेको छौँ र बिचमा रहेको रमाइलो पार्कमा गएर घरबाट ल्याएको खानेकुराहरू खानेछौँ। हाम्रो सहपरिवार सबैजना हामी लाग्यो। फाइनली हामी बिचमा रहेको रमाइलो पार्कमा आइपुगिसकेका छौँ र हामीले घरबाट ल्याएको खानेकुराहरू दिदी र मम्मी मिलेर सबैलाई पस्किरहनु भएको छ। खानालाई होइन अरू बेला हामी ढिलो हुन्छ, यो पालि त हामीले सबैलाई जितेदैन। हामीहरू खानेकुरा खाएर एकछिन रमाइलो गरेर घरतिर लाग्दैछौँ। हाम्रो भिडियो यति नै रहेको छ र हाम्रो भिडियोलाई माया गरी लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला र बाई बाई। अर्को भिडियोमा भेटौँला। मैले बोल्ने यो बोलीमा रसुन्छ हुँदैन।